यस्तो बाटो उकालो हिँडिएको छ। यो चाहिँ माथि सिद्धितिरै हो, ताप्लेजुङको सिद्धि हो। हामी हिमाली लसुन खन्नु गएको हो। यस्तो उकालो हिँड्नुपर्छ, यस्तो हिमाल पहाड देख्नुभयो होला होइन गाइज। यस्तो यस्तो उकालो उकालो हिमालहरू छन्, एकदम गाह्रो छ सास फेर्नु। रुखपात भन्ने केही छैन। हाम्रो मामा माथि जाँदै हुनुहुन्छ, म पनि जाँदैछु पछ्याएर। मासतिर गएर गहिरोमा कहाँ छ अरे लसुन, हामी खन्नु गइरहेछौँ है त गाइज। होइन गाइज, हामी चाहिँ त्यहाँ पर माथि एउटा गोठ देखिँदैछ नि गाइज। कहाँ भने यहाँ यो गोठ, त्यहाँदेखि हामी आएको हिँडेर। त्यहाँ बास बसेर हेरौँ यस्तो छ हिमाल चटक्कैसँग। अझै योभन्दा उच्चामा म जाँदैछु, तपाईँहरूलाई राम्रोसँग देखाउँछु दृश्य हेर्नु। त्यहाँ माथि चुचुरा पुगेर म तपाईँहरूलाई देखाउने छु अझै है गाइज। हेर्नु होला, यो उकालो हिँड्नुपर्ने छ, यस्तो उकालो। टुप्पोमा पुगेर म तपाईँलाई फेरि देखाउने छु। पारिवारी चारैतिर देखिन्छ होला नि अब माथिबाट, टुप्पोबाट चाहिँ सायद। हेर्नु गाइज, यस्तो पुरै ठाडो यस्तो उकालो हिँड्नु परिरहेछ, गाह्रो छ एकदम। कोदाली पन्जा कुटे बोकेर लसुन खन्नु गएको हामी होइन गाइज। यो चाहिँ हिमाली लसुन हो। यो भनेको केजीको लगभग 12,000 पर्छ। हेर्नु गाइज, कुहिरहँदैछ सरर। हिमाली यस्तै छ, अक्सिजन पनि कम छ यहाँ माथि। त्यही पनि लगभग यो 4,4500 लगभग किलोमिटर अग्लो होला। हेलो गाइज, आइपुगे टपमा है। चिसोले पनि एकदम भेट्ला जस्तो छ। हेर्नु होला गाइज, यस्तो राम्रो दृश्य छ, तर गाह्रो छ हिँड्नलाई एकदम। चारैतिर भ्याउने भएछ माथि टपबाट चाहिँ। होइन गाइज, हिँड्नुहोस् चाहिँ कस्तो छ, रमाइलो छ, तर हिँड्नु चाहिँ गाह्रो छ है। त्यो तल एउटा पोखरी छ होइन, यो ताल, यो चाहिँ भूत पोखरी भन्छ है। माथिबाट मात्रै सानो देखेको, तल त एकदम ठुलो छ। पुरै हुस्सु आएर साथीले नचिनिने अवस्थामा पुग्छ जस्तो छ। हेर्नु, अघि तल थियो, अघि थिएन यो एरियामा, आइसक्यो तलबाट। तमोर खोला योदेखि उता पारी कहाँ भन्छन् है गाइज।